आज म यो बगनबेलीको प्लान्टहरू देखाउँदैछु। अलिकति मसँग त धेरै छ, करिब 25-30 वटा प्रकारको त छ होला। म अलिकति देखाउँदैछु। यो मसँग चाहिँ यो के हो भने मल बेसी भयो, गोबर मल बेसी भयो। त्यस पछाडि भनेको कन्टिन्यू पानी पनि बेसी भएको कारणले चाहिँ के हुन्छ भन्दाखेरि यसरी नै पात धेरै हुन्छ, फुलको मात्रा कम्ती हुन्छ। त्यही भएर बगनबेलीलाई सधैँ पनि हामीले पानी ओभर वाटर चाहिँ हुनु भएन। मल पनि गोबर मल बेसी भयो यसमा हो। अनि यो भनेको यो अर्को प्लान्ट पनि मसँग लटरम्मै फुलेको छ, तर जति फुल्नु पर्ने यसरी नै पातले सबै कभर गरेको छ। फुल भने धेरै राम्रो छ है। अरू छ यो धेरै प्रकारका छन् मसँग बगनबेलीहरू, भेराइटीको छ। आज म मेन देखाउन जाने भनेको यो धेरैसँग पछाडि खोजेको यो फुललाई चाहिँ मैले तपाईँहरू के नाम दिनुहुन्छ थाहा छैन, तर म चाहिँ यसलाई महारानी फुल भनेर खरिद गरेको। यो चाहिँ मैले गिफ्ट पाएको हो। थ्याङ्क यू सो मच जसले गिफ्ट दिनुभएको छ मलाई। यो चाहिँ मेरो यो चाहिँ जति पनि बगनबेलीहरू छ, यो त सानो बिरुवा हो तर यति अट्र्याक्टिभ, यति राम्रो छ। यो साँच्चै महारानी नाममै काफी छ। यो चाहिँ बगनबेलीको पनि महारानी फुल भनेर चाहिँ यसलाई चिन्दो रहेछ। ल थ्याङ्क यू।